धेरै साथीहरूले मलाई मेसेज गराउनु भएको छ मेरो फेसबुकको कन्टेन्ट मोनेटाइजेसन आएको छैन भनेर। सबैभन्दा पहिले तपाईँले आफ्नो फेसबुक ठिक छ कि छैन तपाईँले चेक गर्नुपर्ने हुन्छ, कुन कन्डिसनमा फेसबुक हुनुपर्छ र तपाईँको कन्टेन्ट मोनेटाइजेसन आउँछ भनेर तपाईँले जान्नको लागि यता स्क्रिन रेकर्ड हेर्नु होला। यहाँनिर फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि यहाँनिर आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नु होला र अलिकति तल जानु होला। तल गएर यहाँनिर हेल्प एन्ड सपोर्ट लेखेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर सपोर्टमा क्लिक गर्नु होला र यहाँनिर सपोर्ट इनबक्स खोजेर तपाईँले यहाँनिर सपोर्ट इनबक्समा क्लिक गर्नु होला। यो क्लिक गरिसकेपछि यहाँनिर दुईटैमा तपाईँको चाहिँ यो हुनु भएन, यो भयो भने तपाईँले यो भिडियो डिलिट गर्नु होला र यहाँनिर यस्तो आयो भने चाहिँ यो दुईटैमा यो नो रिपोर्ट्स भनेर आयो भने चाहिँ तपाईँको आइडी ठिक हुनेछ। यदि कुनै भिडियोहरू त्यहाँ देखाइरहेको छ भने तपाईँले त्यो भिडियोहरू चाहिँ डिलिट गर्नु होला। र दोस्रो कुरो रहेको छ यहाँनिर यो प्रोफाइलमा क्लिक गरेर यहाँनिर तीनवटा डट रहेको छ, यसमा क्लिक गरेर तपाईँले यहाँनिर चाहिँ प्रोफाइल स्टाटस लेखेको छ, यसमा चाहिँ तपाईँले क्लिक गरेर यहाँनिर हेर्नु भने यो तीनवटैमा तपाईँको एक्टिभ रहनुपर्ने हुन्छ। यदि एक्टिभ छैन भने तपाईँको चाहिँ फेसबुक बिग्रेको छ भन्ने सोच्नु होला। र यहाँनिर तेस्रो नम्बरमा तपाईँले चाहिँ यहाँनिर रिल्समा क्लिक गर्नु होला, अलिकति तल जानेर अलिकति यता सार्नु होला। यहाँनिर निड्स रिभ्यू लेखेको छ, यसमा क्लिक गरेर तपाईँले यहाँनिर भिडियो छ भने डिलिट गर्नु होला, यो छैन भने तपाईँको एकदम राम्रो छ।